नमस्कार, टीवी टुडे में अपने संपूर्ण गोटे की स्वागत करी छी। हम जान अपने सबकी जानकारी है बेटा करत जे जनकपुर धाम उप महानगर पालिका वार्ड नंबर 23 बिंदी में होली खेल के क्रम में जे 13 वर्ष की बच्चा की छोरी प्रहार कदेल जाए छे, हत्या कदेल जाए छे, एकदम निर्मम तरीका से वही के कारण से तहिया से कही तो अखन तक जे छे से यहाँ की जनकपुर धाम उप महानगरपालिका में तनावग्रस्त रहते चक्का जाम सब सेहो स्थानीय द्वारा किया जाते आज ना आई कही तो विशेष स्थानीय और प्रहरी के बीच में जे एक द्वंद्व की सृजना से भ चुकल छल पत्थर यहाँ के सेहो बरसाउल गेले स्थानीय सब द्वारा क्या तक पीड़ित परिवार की प्रकार की मांग है स्वाभाविक है जे कि अपना संतान गुमा दै छे तो केहन ओइठम एक माँ के एक स्थानीयवासी के लिए जैसे भ जाए तो वही के प्रसंग में आई धनुषा जिला प्रशासन कार्यालय में सीडो समक्ष लेना चाहिए उनका सबकी एक कहीं तो वार्ता में बैसल छले कि निष्कर्ष निकल तो पहले हम सब सीडो साहब के स्वागत करब तो विशेष बातचीत करब हमरा सबके बीच में है तो सीडो साहब तो उनका पहले स्वागत करी रामराज कटेरिया जी की यहाँ स्वागत है। धन्यवाद। आज वहाँहरू पीडित पक्षसँग यहाँको वार्ता थियो होइन के कुरा भयो अलिकति पीडित पक्ष भन्दा पनि अब सबभन्दा पहिले त्यो घटना भयो, दुःखद घटना भयो। दुःखद घटनाप्रति म आफै दुःखी छु र मृतकको संवेदना प्रकट गर्दछु। शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने कुरा जानकी मातासँग प्रार्थना गर्दछु। र आज मृतकको परिवारसँग आएको थिएन, मृतक गाउँका केही मान्छेहरू आउनुभएको थियो। उहाँहरूसँग चाहिँ घटनाको बारेमा हामी यो कारणले सडकमा बस्नुपर्ने बाध्य भयो भन्ने कुरा उहाँले जनाउनु भयो। हामीले हाम्रो प्रोसेस यहाँ गइसकेको छ हामीले भन्यो। यो जुन घटना घट्यो कारण अहिले एउटा मात्रै चाहिँ मान्छे समात्न सक्नुभयो तपाईहरु हैन, यही कारणले गर्दा अरु मान्छेले समात्न नसकेर चाहिँ प्रहरीकै विरोधमा चाहिँ प्रदर्शनहरू भइरहेका थिए, चक्काजाम भइरहेको थिए हैन। किन यो अहिलेसम्म चाहिँ मान्छे तपाई समात्न सक्नु भएको छैन जुन माथि जाहेरी परेको रहेछ? तपाईहरुलाई म एउटा के निवेदन गर्न चाहन्छु भने तपाई सञ्चार जगत चौथो अङ्ग तपाईहरुले बाहिरी समाचार सुन्नु भन्दा पनि वास्तविक के हो भन्ने कुरा घटनास्थलमा गएर समाचार सम्प्रेषण गर्न राम्रो हुन्छ। हजुर। र मेरो अनुरोध के छ भने जो घटनास्थलमा मुख्य दोषी छ, मुख्य दोषीलाई हामी तत्कालले घटनास्थलबाट समातिसकेका छौँ र उसलाई अदालतको प्रक्रिया अदालतबाट थप म्याद लिएर हामीले उसलाई बयान लिने विभिन्न प्रक्रियाहरू कानुन प्रक्रिया पार गर्दै अदालतमा मुद्दा दायर गर्ने पक्षमा छौँ। जो जाहेर लिएर आउनुहुन्छ जाहेर दर्ता भइसकेको छ। जाहेर दिएपछि जो छोरा दिएर मार्ला भन्ने छ, जो उनीहरूलाई फरार भएको अवस्था छ, भारतमा फरार भयो भन्ने छ। हामीले खोजी कार्य जारी गरेका छौँ। योभन्दा अगाडि पनि हामीले घटनामा यस्ता घटेका मान्छेलाई भारतमा सुरक्षा निकाय समन्वय गरेर हाम्रो सुरक्षाकर्मीले समातेर ल्याएको अवस्था छ। अब भारतमा भाइसकेको अवस्था गर्दाखेरि सम्मान ढिलो भएको मात्रै हो, तर मुख्य दोषी हामीले समातेर हामी अदालती प्रक्रियामा पुर्याइसकेका छौँ र जो फरार भनेको छ त्यसलाई पनि हामीले पक्रापुर्जी अदालतबाट लिइसकेको छ। कति दिनमा चाहिँ यो वार्ता टुङ्गो लागेको छ? कति दिनसम्म चाहिँ टाइम तपाईँ उहाँहरूलाई आश्वासन दिएर पठाउनु भएको छ? अब यो घटना जब हजुर फेरि यदि आश्वासन दिएर पठाउनु भएको छ भने फेरि त यस्तो हुन्छ नि, फेरि आश्वासनको समय चाहिँ सक्ने बित्तिकै फेरि उहाँहरूले फेरि त्यस्तै गर्न सुरु गर्छन् कि? अब म तपाईँलाई के निवेदन गर्न चाहन्छु भने फरार भएको अभियुक्तलाई तपाईँलाई म यति दिन 24 घण्टा 2 दिन 2 महिना 2 वर्ष भन्न सक्दिनँ। जुनसुकै अवस्थामा फरार जुन दोषी छ उम्किन पाउँदैनन्। हामी जतिसक्दो चाँडो यदि भारतमा भएको छ भने पनि भारतीय प्रहरीसँग समन्वय गरेर हामी समाउने कोसिस गरिरहेका छौँ, हामी समाउँछौँ पनि। यति ठाउँमा सुरक्षाकर्मी हुँदाहुँदै पनि मान्छे चाहिँ यस्तो तरिकाको अनसन चाहिँ दिइहाल्नुहुन्छ, यस्तो तरिकाको चाहिँ गतिविधिहरू गरिहाल्नुहुन्छ, किन त्यस्तो भइरहेछ? यो तपाईसँग म किन जानकारी लिन खोजेँ भने किनकि घटना घट्नु टाइममा कसैले त्यो चाहिँ सोचेर अथवा त्यो आफै हुन्छन् होइन, त्यो यहाँलाई पनि थाहा हुँदैन र कसैलाई पनि थाहा हुँदैन, त्यस्तो अवस्था नै सृजना हुन्छ। तर किन यति चाहिँ उडन्ता मान्छेमा चाहिँ फैलिरहेको छ? उनीहरूलाई के भन्छ भने त्यो हामी म जिल्ला प्रशासन प्रमुख जिल्लाधिकारी, तपाईँ सञ्चार जगत, हामीले सम्प्रेषण राम्रो गर्न नसकेर पनि हो। केही उचाल्ने मान्छे हुन्छन्, त्यहाँ जानुपर्छ, सडक उचालेपछि हामीलाई समाउँछ उ गर्छ भन्ने कुरा। हामी केही उचाल्ने तत्त्वहरू छ, त्यो उचाल्ने तत्त्वले गर्दा यस्तो भएको हो। हामी अहिले जुन सम्बन्धित मान्छेहरू आउनुहुन्छ आज उहाँहरूले पनि संयमता अपनाउनु भयो, हामीले पनि संयमता अपनायौँ। सबको सहयोगमा आज अहिले जुन बिहान बिन्नी सडकको जाम भएको थियो त्यो हामीले समाजबाट बाटो खुलायौँ र उहाँहरूलाई के भनेको छु हामीले जस्तै तपाईँहरूको पनि सहयोग रहोस्। त्यो व्यक्ति कहाँ लुकेछ भने तपाईँहरूको दायित्व हो, तपाईँहरूले नै भन्नुपर्छ यो ठाउँमा छ भनेर। तपाईँले भन्ने ठाउँमा हामीले तत्कालै
विदिन 1 मिनेटभित्र हामी त्यो ठाउँमा पुग्छौँ, हामी समाउँछौँ र समाउने प्रक्रियामा अब कहाँ छ भन्ने कुरा भन्नुहोस्, हामी जान्छौँ भन्ने कुरा छ। हाम्रो यस हिसाब आफै मृतकको घरमा गएर उहाँसँग वार्ता गर्ने पनि कुरा गरिरहेछ र तपाईँलाई के आश्वस्त गराउन चाहन्छु भने अपराधी उम्किन पाउँदैन। जस्तै आजको गतिविधि जुन भएको थियो यहाँको लागि धेरै नै चुनौतीपूर्ण विषय भएको होला, किनकि स्थानीयद्वारा चाहिँ ढुङ्गा मुद्दा भइरहेको छैन, त्यता स्थानीयलाई केही भइहाल्थ्यो अथवा प्रहरीलाई नै केही भइहाल्थ्यो भने एउटा दुःखद घटना चाहिँ सृजना हुन सक्थ्यो। कस्तो चुनौती भएको थियो? सबको संयम त भएर दुःखद घटना हुनु पाएन र त्यहाँ अब जुनसुकै भिडमा अलिकति उचाल्ने मान्छे हुन्छ, केही मान्छेले त्यहाँ प्रहरीमाथि ढुङ्गामुढा गरे हुनाले हामीले लाठीचार्ज र अश्वघाँस मात्र हालेको हौँ र सबैको समझदारीले गर्दाखेरि त्यो चाँडै नै हामीले त्यहाँ अप्रिय घटना हुन दिएनौँ र सबैलाई म यो जुन अप्रिय घटना नदिने त्यहाँ जो हुनुहुन्छ सबैलाई धन्यवाद दिन चाहन्छु। एउटा कुरा के हेरे सेठो साहब, जुन हिसाबले अहिले यति प्रहरीको बावजुद हरेक चौकमा, हरेक नाकामा, हरेक ठाउँमा चाहिँ प्रहरी छन् होइन, ट्राफिक प्रहरीहरू पनि छन्। तत्पश्चात हेरिरहेको छु यता दिनहुदिन जुन गाजा कहिले तस्कर यहाँले हेरिराख्नु भएको छ, यहाँकै चाहिँ प्रहरीद्वारा चाहिँ बरामद भइरहेको छ, नेपाल पुलिसहरू गरिराख्नु भएको छ, कतै कुन ठाउँमा सशस्त्र प्रहरी गरिराख्नु भएको छ। तर यो कहाँबाट आइरहेछ? जुन एउटा गिरोह हुनु पर्यो त्यो हेरिरहेको छु कि जुन मेन गिरोह चाहिँ अहिलेसम्म त्यो समात्न कुनै ठाउँमा चाहिँ प्रहरीले सकेका छैनन्। किन घटना मोड्नु भएन? अब यो के छ भने चाहिँ हामीले यो जुन गाँजा ल्याइसकेका छ नि, गाँजा ल्याउनु सँगसँगै चाहिँ मलाई लाग्छ हामी आएको र अहिले एससी साबर आउन 1 वर्ष भयो र उल्लेखनीय मात्रामा हामीले यस्ता लागु अवस्था कारोबारहरू हामीले नियन्त्रणमा ल्याएका छौँ। अस्ति भर्खर हाम्रो मधुबनी जिल्लामा हाम्रो यो बोर्डर वार्ता हुँदाखेरि पनि उहाँहरूले धनुषाबाट अहिले चाहिँ धेरै लागु अवस्था नियन्त्रण छ भन्ने कुरा आएको छ र यो यस्ता कुराहरू हामी अब शून्य बनाउने भन्दा पनि नियन्त्रण गर्दै लैरहेछौँ। उद्देश्य शून्य बनाउने हो, तर धेरै हामी यो तपाईँ मूल्याङ्कन गर्न सक्नुहुन्छ। हामी आउनुभन्दा 1 वर्ष अगाडि र हाम्रो कार्यको 1 वर्ष अगाडि मूल्याङ्कन गर्नुहोस्, हामीले लागु अवस्था कारोबार धेरै नियन्त्रण गरेका छौँ। अब यसमा अभिभावकको पनि भूमिका हुन्छ। अब तपाईँको अब हामी सबैको सञ्चार जगत हामी सबैले चाहिँ यस्ता कुरा निश्चित गर्ने तरिकाले वातावरण सिर्जना गर्नुपर्छ। हजुर, मैले यहाँले भन्नुभयो कुरा घुमाउनु, मैले कुरा किन घुमाएँ भने किनकि जुन ठाउँमा अहिले धेरै घटना घटिरहेछन् भने मान्छे यो लागु औषध खाएर अब के भनौँ त्यसलाई के भन्छ, यो कुनै ठाउँमा चाहिँ मान्छे ड्रिङ्क नै ओभर गरेर चाहिँ अवेशमा आएर कसैलाई हत्या गरिदिने, ढुङ्गामुढा गरिदिने, अनि त्यो टाइममा चाहिँ त्यो पनि थाहा हुँदैन कि यता केही घटना घट्छन् भनेर होइन। त्यो हिसाबले मैले चाहिँ यहाँलाई भन्न प्रयास गरेँ। अहिलेको जुन गतिविधि मैले हेरिरहेको छु यो धनुषा जिल्लामा प्राय खास गरेर अहिले एकदमै यो कुनै ठाउँमा हत्या हिंसाको घटना धेरै नै यो घटिरहेको छ। यो के कारण हुनसक्छ अलिकति म यहाँसँग जानकारी लिन खोज्छु। हाम्रो हेर्नुहोस् त प्रहरी हेडक्वार्टरले पनि र हाम्रो गृह मन्त्रालयले पनि एउटा नोटिस निकालेको छ। अहिले मध्य प्रदेशमा सबै घटना नघटेको होइन, घटना कम भएको भनेर धनुषा 1 नम्बरमा छ। कम घटना भयो तर पनि दिनहुदिन जुन हिसाबले तपाईँ भन्नु जानकारी छैन। जानकारी कसरी छैन? किनकि जुन हिसाबले घटना घट्नु पर्यो त्यो हिसाबले अहिले चाहिँ जुन घटना घटिरहेछ नि कुनै ठाउँमा कसैलाई बोडामा चाहिँ लास बेरेर चाहिँ फालिदिने, कुनै कलभटनिर कुनै नदी खोलामा चाहिँ फालिदिने, यस्तो तरिकाले चाहिँ गतिविधि भइरहेछ। त्यो मैले भन्नु होइन, हामी आफ्नै घर परिवार सचेत हुनुपर्छ। घर परिवार सचेत हुनुपर्छ। त्यस्ता बोरामा फालेको पनि हामीले चाहिँ प्रहरीले त सबै प्रमाणसहित अपराधीहरू पत्ता लगाएर मुद्दादारी गरिसकेको छ। मुद्दादारी सकेको छ, समय लाग्यो 1 महिना 1.5 महिना। हाम्रो पहिचान नभएको लाससहित हामीले फेला पार्दा अपराधी पत्ता लगाएर जेल हालेर मुद्दादारी गरिसकेको छ। अनि अब के भन्न चाहिराख्नु भएको छ तपाईँ? हामी चाहिँ धेरै समय नभएको कारणले धेरै हामी कुराकानी गर्न सकिनन्, तर के भन्न चाहिराख्नु भएको छ तपाईँ? अब म यहाँको च्यानल मार्फत के भन्न चाहन्छु भने चाहिँ यस्ता यी अपराधी घटनाहरू, लागु अवस्थाका कुराहरू, यस्ता विभिन्न यी समाजलाई अभाव फैलाउने कुराहरू, जुन शान्तिमा खलल पुर्याउने कुराहरूमा चाहिँ तपाईँ हाम्रो भूमिका महत्त्वपूर्ण होस्। अझ सञ्चार जगतको भूमिका महत्त्वपूर्ण होस्। यस्तो होस् कि तपाईँहरूको सञ्चार जगतको कारणले गर्दा त्यस्ता अपराधीहरू हुँदै नहोस्, नियन्त्रणमा जाओस् भन्ने चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। सब विशेष बातचीत नहीं कर सकनो विशेष विषय में एहि दुआरे कि हम सब खास कऽ बिंदी के घटना के लऽ आयल छलहुँ। कम्ती में जे पीड़ित पक्ष जे सबसँ अखन दुखद घटना छै
हुनकर जखन जे जेकरा पर सपना बुनने छलनि श्रीमान नै छन् एकटा बेटा छलनि जे पूरी सपना ओहि बेटा संग देखने छलखिन लेकिन आइ हुनकर जे छै से सदाके लेल विलीन भऽ गेलखिन तऽ ई दुखद घटना छै तऽ ओहिके विषयमे हमसब खास कऽ कऽ जे पीड़ित कहुना न्याय पाबै एहि तरीकासँ जे छै से आदमी सब अहाँके जखन छड़ापन आबि चुकल छै तऽ उ अहाँके कमतीमे आदमीके डर होइ भय होइ जे दोषी छै ओकरा कड़ासँ कड़ा कार्रवाई होइ ओहिके प्रसङ्गमे हमसब जे धनुषा जिला प्रमुख संगे बातचीत केलहुँ हुनका धन्यवाद दैत अखन विदा लेब। नमस्कार।